भोजपुरको मुन्दुम पदमार्ग प्रवर्धन विकास तथा प्रचार प्रसार गर्ने लक्ष्यले भोजपुरको चौखेवामा आयोजना गरिएको क्यानभासमा टेम्केमयुङ राष्ट्रिय चित्रकला कार्यशाला सम्पन्न भएको छ। 3 दिने कार्यशालामा 20 जना चित्रकारले चित्रकलाको माध्यमबाट भोजपुरको पर्यटकीय क्षेत्र, भेषभूषा, रीतिरिवाज, रहनसहन, कला संस्कृति उजागर गरेका छन्। चित्रकला कार्यशालाले मुन्दुम पदमार्गको प्रचार प्रसारसँगै कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुगेको बताइएको छ। यो चित्रकला कार्यशाला गर्नुको मुख्य उद्देश्य चाहिँ हामीले हाम्रो समाजको सांस्कृतिक बिम्बहरू चाहिँ प्राकृतिकपनको र सामाजिक अवयवहरूको चाहिँ यसलाई स्थानीय स्रोत साधनको बिम्बहरूलाई चाहिँ राष्ट्रियकरण अन्तर्राष्ट्रियकरण गर्नु सक्यो भने विकास हुन्छ भन्ने हाम्रो मान्यता हो। र विकासको अवधारणामा केवल भौतिक संरचना मात्रै होइन, सांस्कृतिक अवयवहरूलाई पनि उठाउनुपर्छ भन्ने अर्थमा यहाँको लोकल ठाउँको विषय वस्तुहरूको चाहिँ बिम्बीकरण होस् चित्रको माध्यमबाट र पर्यटन प्रवर्धनको रूपमा पनि र सांस्कृतिक अर्थव्यवस्थालाई विकास गर्नको लागि पनि र संसारमा विनिमय गर्नको लागि, सामाजिककरण गर्नको लागि पनि र हाम्रो ललितकलाको सामाजिककरण गर्नको लागि अलिकति जेनरलाइज गर्ने अर्थमा ललितकला प्रतिष्ठानको पनि पहिचान जोडिने र लोकल पहिचानसँग सेन्टरबाट विश्वबाट फेरि लिएको कुराहरू भएको कुरालाई लोकलसम्म ल्याइपुर्याउने गरेर हामीले त्यो सम्मानको काम गर्ने अर्थमा चाहिँ यो क्रियाकलाप गरेका हौं। खास चाहिँ कलाकारहरूले यो पदमार्गको अवलोकनको क्रममा देखिने रेड पाण्डा, किरात संस्कृतिसँग जोडिएको तायामा खियामा यहाँको स्थानीयको भेषभूषा लगायतलाई चित्रमा समेटेका छन्। चित्रकलाका माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्धन तथा प्रचार प्रसार गर्ने लक्ष्यले क्यानभासमा टेम्केमयुङ राष्ट्रिय चित्रकला कार्यशालाको योजना गरिएको र गाउँपालिकाको समृद्धिमा जुटेका टेम्केमयुङ पालिकाले जनाएको छ। टेम्केमयुङको जति पनि प्राकृतिक सम्पदाहरू छन्, प्राकृतिक दृश्यहरू छन्, त्यसै गरेर टेम्केमयुङ भित्रका सांस्कृतिक चाहिँ हाम्रा जति पनि एउटा सभ्यताहरू छ, किराँत सभ्यताका जति पनि हाम्रा चाहिँ बिम्बहरू छन्, त्यसका मिथकहरू छन्, ती प्राकृतिक सांस्कृतिक बिम्ब मिथकहरूलाई चाहिँ हाम्रो क्यानभासमा चाहिँ त्यसलाई चाहिँ एउटा एकीकृत गर्ने, त्यसलाई चाहिँ क्यानभासमा कैद गर्ने हाम्रो मुख्य चाहिँ उद्देश्य हो। र यो चाहिँ वास्तवमा के हो भने एउटा हाम्रो सांस्कृतिक प्राकृतिक कुराहरू चाहिँ सो सधैँभरि एकनाश हुँदैन, त्यो चाहिँ कुनै प्राकृतिक कुराहरू अब त्यो हराउँदै पनि जान्छ र त्यसलाई चाहिँ नि युगौं युग राख्नको लागि चाहिँ हामीले वास्तवमा ती सांस्कृतिक बिम्बहरू, ती धार्मिक बिम्बहरू, ती मिथकहरू र प्राकृतिक सौन्दर्यहरू चाहिँ ती हाम्रो क्यानभासमा राखेर त्यसलाई युगौं युगसम्म चाहिँ एउटा संरक्षण र सम्वर्धन गर्नको लागि चाहिँ हामीले विशेष यो कार्यक्रम गरेका हौं। कृषि पर्यटनसँग जोडेर हाम्रो समृद्धि सम्भव छ भन्ने कुरालाई चाहिँ चित्रण गरेर अगाडि लानको लागि यो कार्यक्रम हामीले विविध अन्य कार्यक्रमहरू पनि हामीले गर्दै आइरहेका छौँ। त्यस सन्दर्भमा आज पहिलोपटक हामीले यो क्यानभासमा टेम्केमयुङ चित्रकला कार्यशाला सम्पन्न गर्न खोजिएको छ र सम्पन्न भएको छ र म सम्पूर्ण यसमा हामी ललितकला, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सिङ्गो यहाँ कुलपति हुनुहुन्छ उहाँ लगायत त्यसरी विभागीय प्रतिनिधित्व गर्नुहुने चित्रकला विभाग, हस्तकला विभाग लगायत सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारहरूले मुन्दुम पदमार्गको प्रवर्धनको लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा किरात संस्कृतिसँग जोडिएका विभिन्न मिथक बिम्बहरूलाई चित्रमा उतारेको चित्रकारहरू बताउँछन्। यहाँका धरोहरलाई पुस्तौंसम्मका लागि संरक्षित गर्न समेत चित्रकलाले सहयोग गर्ने उनीहरूको भनाइ छ। कार्यशाला टेम्केमयुङ गाउँपालिकाको आयोजना, पर्यटन बोर्डको प्रवर्धन तथा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको हो।